गदा यहाँ त म तँलाई जोक सुनाउँछु। अनि ओइ लामा खुट्टा गरी यहाँ चरा त पनि यहाँ अनि बाख्रा भेडा तिनीहरूले पनि सुन है जोक्स। केपी बाले म झोल्या हुँ भनेपछि नि सामाजिक सञ्जालभरि सबैले म झोल्या हुँ भनेर भर्दा गोल गरे क्या। ए बाबा पहिला पुरा जोक्स त भन्न देऊ तिमीहरू मलाई यार, जोक्सै पुरा भन्न दिन्नौ त यार। काद्रसम्म आइहाल्यो छैन। सामाजिक सञ्जालभरि सबैले म झोल्या हुँ भनेर भर्दा गोल गरे। अब बाले यो फुस्केर म गु खाने मान्छे हुँ भनेपछि सबैले म गु खाने हुँ भनेर भन्ने होला नि क्या यार। अब अहिलेको माउले हेर्दा त त्यस्तै त लागिरहेको छ नि होइन। खेती बाली केही गर्दा सकिएर म भ्रष्टाचारी हुँ भनिदिएँ भनेपछि सबैले म भ्रष्टाचारी भएछ। अनि त्यहाँपछि अर्को जोक्स है। काङ्ग्रेसका महान नेता रमेश लेखक अङ्कललाई भिजिट भिसाको काण्डको आरोप लाग्छ। तिमी हामी सबैलाई थाहा छ। उनको राजीनामा मागेपछि पूर्व प्रधानमन्त्री माधव नेपाल अङ्कल र अर्का त्यो अङ्कल त्यो माओवादीका अग्निप्रसाद के सापकोटा कि क्या भन्ने उहाँहरूलाई घचाएको समाएर छानबिन गरेर ला रहेछ क्या यो सरकारले। यो काम त राम्रो काम हो होइन, यो गर्नुपर्ने काम हो। तर जति बेला रमेश लेखकको राजीनामा माग्यो नि हो त्यहाँपछि मात्रै छानबिन गरे क्या यार। कत्रा जोक्स होइन त यो। कहिले छानबिन गर्न छोडेर जति बेला मौका हेरिया क्या हामीलाई केही उ गऱ्यो भने पनि यिनीहरूलाई तर्साउनु पर्छ भनेर अब यो राजीनामा त्यस्तै हराउँछ क्या। अब राष्ट्रपाले फुरफुर गरिहाल्छ कहिले यसलाई पनि के आरोप देखाइदिन्छ नि। हामीलाई नेपालका मै हुँ भन्ने कलाकारले पनि हँसाउन सक्दैनन्। कता न केपी बा छन् र तिमी हामी सबैलाई हँसाइरहेको छन् यार। अनि अर्को एउटा लास्ट जोक सुन्छौँ। यो राजा चाहियो भनेर हिँडिरहेछन् नि यिनीहरूले एक आपसमा ठोकाठोक गरिहाल्छन् अरे क्या। आज भोलि नै राजा आउनुभन्दा पहिले राजा आएपछि यिनीहरूको अवस्था के हुने होला क्या। राजा उता कता झापातिर मोज गरेर घुम्नु भएको छ र यता राजा ल्याउनेहरूले काठमाडौँमा पच्का गर्नु भएको छ अरे क्या। कोही पूर्व पश्चिमतिर फर्किया छन् राजा ल्याउनेहरू, कोही उत्तरतिर कोही दक्षिणतिर। यिनीहरूले कस्तो राजा ल्याउने हुन्, को राजा ल्याउने हुन्, कसले के राजा ल्याउने हुन् थाहै छैन क्या। आज यति हाँस्नु यार। योभन्दा धेरै हाँस्ने भनेपछि फेरि आँटाभरि छिर्न सक्छन्। अब अर्को दिन हाँसौँ है ल। अब त्यहाँनिर चाहिँ जाऊ यो दिन हाँस्ने भए हाँसौँ। म त गएँ यार।